जना 12 गतेको यो बाढीले चाहिँ हामीलाई धेरै क्षति भएको छ। 19 वर्षको यो सुकुम्बासीमा बसेको चाहिँ थपथली उसमा बागमती किनारमा बसेको यति दुःखमा चाहिँ तपाईहरुले चाहिँ हामीलाई दशैंमा किन्न नपर्ने गरेर तेल मसलादेखि पुरुष मन्जनदेखि साबुनदेखि हामीलाई चाहिँ अब सबै थोक ल्याउनु भएको छ। तपाईहरुलाई धेरै धन्यवाद। अब यो दुःखमा चाहिँ तपाईहरुले यति साथ दिँदा खुसी पनि लागेछ। असौजको बेलामा दशैं आउँदा 1 हप्ता मात्रै बाँकी थियो। अहिले हाम्रो चाहिँ बाढीले चाहिँ यो बागमती खोलाले चाहिँ हामीलाई एउटा टाहार मात्रै बचेको छ। कतिको त्यो टाहारको बाँस पनि भाँचेर अब पानी भित्र कत्ता चुइरहेको छ। यो अवस्थामा चाहिँ अब हामीले तेल कता मसला कता बेसर कता भन्नु परेन। अब हात धुने साबुन कता हो, नुहाउने साबुन मन्जन कता। आज त बाढी गएको खोलाले घर बगाएकोदेखि चाहिँ कोहीको मुखमा मन्जन र बुरुस पुगेको छैन। त्यही भएको कारणले चाहिँ तपाईहरुले चाहिँ ल्याउनु भयो, एकदम राम्रो लागेछ। धन्यवादलाई धेरै धेरै धन्यवाद। अझै पनि हामीलाई अलिकति सहयोगको खाँचो छ। डस्न र एउटा ब्ल्याङ्केट ल्याउनु भयो भने तपाईहरुले अलिकति हामीलाई सहयोग हुन्छ। अहिलेसम्म हामी चाहिँ यो बगाएको खोलाले बगाएको अलिअलि बचेको सामानहरुमा अब प्लाईमा कोही चाहिँ हैन अब कोही चाहिँ होरिङबाट ओछ्याएर सुतिराखेको छ। त्यसको चाहिँ खाँचो छ। तपाईहरुले अझै सहयोग गर्नु भनेर अझै म अनुरोध गर्छु। आशा पनि छ। धेरै तपाईहरुलाई धन्यवाद। कोही भिजेछ घरमा सुत्ने ओड्ने ओछ्याउने चाहिँ अहिलेसम्म आइपुगेको त छैन। यस्तो विकल्प परेको आपतमा हजुरहरूले हामीलाई सहयोग गर्नुभएको छ।